म चाहिँ आज तपाईँहरूको समक्षमा चाहिँ एउटा दुःखलाग्दो कुरा लिएर आएको छु है। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ ब्लड टेस्टको रिपोर्ट यस्तो दुःख लाग्दो, यति साह्रो घिनलाग्दो लाग्यो कि मलाई अब सोच्नु नसक्ने खाले। नाम्चीको अनुकूल भन्ने जुन चाहिँ ब्लड टेस्टहरू गर्छ, अल्ट्रासाउन्डहरू गर्छ, त्यहाँनिर एउटा अनुकूल भन्ने एउटा उयो छ होइन, टेस्ट गर्ने ठाउँ छ है नाम्चीमा। अन्त मैले चाहिँ आमाको नाम्ची एडमिट गर्दाखेरि त आमाको चाहिँ ब्लड टेस्ट गर्नु गएको थिएँ अनुकूलमा। ब्लड टेस्टको पैसा लाग्यो 3100 रुपियाँ। 3100 रुपियाँ लागेर चाहिँ अब त्यो मैले लिएँ, बिल पनि लिएँ, मैले पुरा पैसा क्लियर गरिदिएँ अनुकूलमा चाहिँ मैले है। अन्त त्यहाँबाट चाहिँ अब त्यसको भोलिपल्ट कि पर्सिपल्ट आमाको रेफर दियो सकेथाङ। आमाको खुट्टाको हड्डी भाँचिनुले गर्दाखेरि डायबिटिस र किडनी पेसेन्ट हुनुले गर्दाखेरि चाहिँ धेरै किडनीम र डायबिटिस सुगर हाई भएर चाहिँ नाम्चीमा अब अपरेसन नहुनुको कारणले गर्दाखेरि त मलाई चाहिँ गान्तोक रेफर दिएको थियो होइन। रेफर दिँदाखेरि चाहिँ म गान्तोक आमालाई लगेर गएँ। अन्त अस्ति शनिबारको दिन चाहिँ अनुकूलबाट मलाई फोन आयो। फोन आउँदाखेरि तपाईँको रिपोर्ट आएको छ भने, रन्जिता कामीको चाहिँ रिपोर्ट आएको छ, तपाईँ ल्याउनु आउनु सक्नुहुन्छ भने। अन्त मैले सिस्टरलाई भने, सिस्टर मलाई वाट्सएप गरिदिनुहोस् न, म अहिले गान्तोक सोकेथाङमा छु भने। अन्त हुन्छ त्यसो भए तपाईँले बिल वाट्सएप गरिदिनुहोस् न भने मलाई। अन्त मैले सिस्टरलाई भने, सिस्टर मेरो बिल त हरायो, आमालाई रेफर गर्दाखेरि चाहिँ त्यो बिल त कहाँ पऱ्यो अत्तालिएर साह्रो पऱ्यो मलाई त्यतिखेर चाहिँ। अन्त बिल कहाँ पऱ्यो बिलै हरायो भन्दाखेरि चाहिँ सिस्टरले भन्नुभयो बिल हराउनु भयो भने त हामीले साह्रो पर्छ हामीलाई तपाईँलाई रिपोर्ट दिनु भने। अन्त होइन सिस्टर मैले त फुल पेमेन्ट गरिदिएको छु तपाईँको यो उयो मतलब टेस्टको त भने कि। अन्त भन्दाखेरि चाहिँ सिस्टरले भन्नुभयो बिल नपाइन्जेलसम्म चाहिँ हामी तपाईँलाई दिनु सक्दैनौँ भने। अन्त म त अचम्मै लाग्यो, अरे जब पैसा पनि मैले फुल गरिदिएको छु, अरे बिलको त उनीहरूकोमा एउटा रेकर्ड पनि हुनुपर्ने भने भयो। अन्त सिस्टर यसो दुःख गरिदिनुहोस् न, म अहिले धेरै परेसानमा छु, मलाई कष्ट धेरै भइरहेको छ, आमालाई लिएर यहाँ सोकेथाङ आएको छु म हो, प्लिज भन्दा पनि सिस्टरले मान्नु भएन। अन्त फेरि हिजो म जोरथाङमा थिएँ। अन्त हिजो पनि मलाई फोन आयो सिस्टरको, अन्त रन्जिता कामीको रिपोर्ट आएको छ, तपाईँ ल्याउनु आउनु सक्नुहुन्छ भने। त्यतिखेर नि मैले फोनमा भने सिस्टर मैले फुल पैसा पेमेन्ट गरिदिएको छु, मैले बिल हराइ पठाएँ, मेरोबाट मुबाट एउटा गल्ती भयो होइन, तपाईँले प्लिज अब कसो गरेर हुन्छ मलाई रिपोर्ट दिनुहोस् न भनेको। हुँदैन भने त्यसो अब रिक्वेस्ट गर्दाखेरि लास्टमा सिस्टरले फोनै काटिदिनु भयो मेरो क्या। अब कस्तो हुन्छ रुटली अब हुन्छ नि, अब फोनै काटिदिनु भयो सिस्टरले। अन्त अब के गर्नु, म त अब नाम्ची त जानै पऱ्यो रिपोर्टको लागि। अन्त म नाम्ची गएँ। अन्त नाम्ची गएर अनुकूलमा गएर चाहिँ सिस्टर यस्तो यस्तो प्रब्लम भएको थियो, आमाको साह्रोले गर्दाखेरि त मैले रेफर गर्दाखेरि चाहिँ मैले बिर्सी पठाएँ रिपोर्ट। म त अब बिल बिर्सी पठाएँ, हराइ पठाएँ होइन। के गर्नु भन्दाखेरि अब पाउँदैन, पछाडि यस्तो गरेँ, यहाँ पछाडि बोर्ड हेर्नुहोस् त भने सिस्टरले क्या। अब बोर्डमा अब इङ्ग्लिसबाट लेख्दा म पढेको छुइनँ, भागेको कुरा होइन। पढेको छुइनँ म, भागेको कुरा किन ढाँट्नु, म त सिस्टर के लेखेको छ म त पढेको छुइनँ, तपाईँले भनिदिनुहोस् न भने। अन्त सिस्टरले भन्नुभयो, नेपालीबाट बुझाउनु भयो, तपाईँले यदि बिल लिनुभयो भने त बिलको कि त फोटोकपी लिनुपर्छ, बिल हरायो भने चाहिँ हामी जिम्मेवारी छुइनँ भन्नुभयो। अरे मैले त टेस्ट त अनुकूलमा दिएको हो नि त, अनुकूल जिम्मेवारी नभएर चाहिँ को हुन्छ, किनभने मैले त पेमेन्ट पनि गरेको, सब थोक गरेको। अरे उनीहरूकोमा मात्रै रेकर्ड नहुने खालके त कस्तो खालके टेस्ट गर्ने जग्गा हो त्यहाँनिर त, हाम्रो रेकर्डै नहुने टेस्ट गर्ने जग्गा त कस्तो भन्नुहोस् त। एउटा नामको धरि त्यहाँनिर रेकर्ड हुँदैन भने चाहिँ के टेस्ट गर्नु हामी, लु भन्नुहोस् त। अब बिल अब फेमिली हो, बिमारीको फेमिलीलाई त कति टेन्सन हुन्छ, कति प्रब्लम, कति सङ्घर्षमा चाहिँ उनीहरू हामी चाहिँ अब गुज्रिनुपर्छ। कोही बेला गोजीमा 1 रुपियाँ हुँदैन। अब 1 रुपियाँ नहुँदाखेरि चाहिँ अब कस्तो साह्रो पर्छ लु भन्नुहोस् त। बिमारीलाई दबाई किनिदिनु पर्छ घरि के गर्, अब 3100 भनेको हामी गरिब दुःखीको लागि मामुली कुरा होइन। म एउटा ट्याक्सी ड्राइभर हो होइन, 3100 भन्ने कुरा त मामुली होइन नि त। अब उनीहरूले त मलाई अब एउटा अत्याचारै टर्चर दिएको जस्तो हो नि त। मैले गल्ती भयो, मैले एक्सेप्ट गरेँ नि त, मेरो बिल हरायो, मैले एक्सेप्ट गरेँ नि त। अब के चाहिँ गर्नु लु भन्नुहोस् त। अब त्यो मैले 3100 रुपियाँ त माया मार्नु कि उनीहरूकोमा फेरि गएर 3100 रुपियाँको लिएर चाहिँ आमाको ब्लड लिएर फेरि टेस्ट गर्नु त्यहाँनिर लु भन्नुहोस् त। त्यो त भएन नि त। अब अत्याचारै गरेको नि त अनुकूलले त। म चाहिँ के भन्नु चाहन्छु भने तपाईँहरूले पनि अनुकूलमा चाहिँ अब टेस्ट गर्नु भन्दा धेरै सोचेर गर्नुहोस्।
बुझेर गर्नुहोस् है, किनभने बिल हराउनु भयो भने चाहिँ तपाईँहरूले रिपोर्ट पाउँदैन है, याद राख्नुहोस्। धेरै कुरा हामीले सोच्नुपर्छ टेस्ट गर्नुभन्दा। अनुकूल मात्रै छैन टेस्ट गर्ने ठाउँ, अरू जग्गा पनि छ टेस्ट गर्ने। मैले सोधेँ पनि यस्तो त हुँदैन, तपाईँको नाम हेरेर भए पनि हामी रिपोर्ट दिनु सक्छौँ भने। त्यो त होइन नि त। अब अनुकूल त डरलाग्दो, अब चलेको मानेको भनेको त अनुकूल छ, नाम्चीमा सबैको मुखमा अनुकूल आउँछ है। तर अनुकूलले पनि ज्यादा चल्यो भन्दामै पेसेन्टहरूलाई त यसो गर्नु, पेसेन्टको फ्यामिलीलाई त यसो गर्नु भयो, बिल हरायो भन्दा रिपोर्टै नदिने त भएन नि त। अन्त म त तपाईँहरूलाई पनि प्रश्न गर्नु चाहन्छु, यो त राइट हो? यो त राइट होइन नि त। मलाई लाग्छ यो त एकदम राइट होइन, किनभने फ्यामिलीलाई धेरै प्रब्लम हुन्छ। कति पैसा त हराइ पठाउँछ टेन्सन भएर, अनि कतिको पैसा पनि हराएको होला, कति के चिज हराएको होला, फ्यामिली अब रेफरहरू गर्दाखेरि यताउता हुन्छ नि प्रब्लम, सबैलाई हुने कुरो हो। तपाईँहरूलाई पनि हुने कुरो हो, मलाई पनि हुने कुरो हो। तर अब यति साह्रो त गर्नु भएन नि त। मतलब अब एउटा बिमारीको फ्यामिलीलाई होइन, अब धेरै अब प्रब्लम हुन्छ। तपाईँहरूले पनि गर्नुभन्दा, टेस्ट गर्नुभन्दा अगाडि धेरै कुरो सोच्नुहोस् है, र मात्रै गर्नुहोस्। तपाईँहरूलाई म त्यति नै भन्न चाहन्छु है। अब मलाई जस्तो अत्याचार गरेको छ, अब एउटा रिपोर्ट दिनुको लागि होइन, मलाई दुःख दिएको छ यिनीहरूले होइन, मतलब अनुकूलले। तपाईँहरूलाई त नदियोस् भन्न चाहन्छु म। त्यति नै भन्दै तपाईँलाई धन्यवाद भन्न चाहन्छु।